म जिमतिर आइरहेको अब यसो जिम हान्न लागेको अब 1-2 घन्टा केटाहरू दौडिँदैछ त्यस्तै छ अब आजको सुरुवात सधैँ आज चाहिँ मेरो लेगको वर्कआउट थियो मस्त लगाएर गऱ्यो लेगको वर्कआउट टक्क दामी पारामा हानिदिएको होइन यस्तै हो आफूले होइन जानेको जति छ त्यतिसम्म हान्ने हो आफूलाई थाहा नभएको त्यही हो अब भिडियो हेर्दै हान्नुपर्छ दिनु पऱ्यो अलिअलि त्यही हो आजको चाहिँ लेगको वर्कआउट दामी भयो गाइज अब हाम्रो चाहिँ होइन जिम सक्यो 1.5 घन्टा 1 घन्टा 40 मिनट हाम्रो अब हामी सकेर निस्किनु लागेको ल हामी चाहिँ अब जिमबाट निस्केको गाइज बाहिर यसो हिँडिरहेको यस्तै हो बडीको चक्करमा होइन गर्नु पर्यो सधैँ इंत अन्न त सुप बडी इंत इवा तानी इंत कलाम माफी मुश्किल كلام سمسم صديق زين तानी कलाम الله عايزين ناخد فوتو هنا صديق माफी मुश्किल यसको फोटो खिचिदिनु पर्यो गाइज यो फोटो खिच्दै भनिरहेछ यो चाहिँ बाहिर गयो इजिप्टको हो आना कलाम इंत राख फोटो सवा ايوه صديق كلام احلى مسا عليك يا صديقي صديق انت باي مين براذر صديق انت مين اليوم كان طحن النهارده بقى ايه ايوه ليج يوم أيوة. الليج تاني كان كلام موت ايوه تاني كلام انت تاني نيم كلام ما في كلام تاني انت انا نيم ايوه نيم توني توني انت نيم ميا नेपाली सदिका सुप बादनी انت लाइक मालूम انت सुप انت बॉडी بادي بيلدينج انت सुप هذا ايوه انت سير سوا नेपाल انا سوا ايه سير بيبقى سوا माफी मुश्किल سير انا جيب انت واحد صديقة صديق माफी صديقة صديق كله سوا माफी मुश्किल انت سير سوا ملانا سوا नेपाल زين مية 100 كله 100 كله 100 انا سير انت इजिप्ट سوا كله 100 अरे यस्तै हो केटा हो यसलाई चाहिँ मैले भनेको नेपाली केटी मिलाइन्छु नेपाल घुम्न हिँड भनेर होइन यो चाहिँ दामी छ यसको बडी सडी नि बबाल छ मान्छे नि ह्यान्डसम छ मलाई नेपाली मनपर्छ भन्छ मान्छे राम्रो छ यस्तै छ केटा हो अब आजको यस्तै भयो होइन अब जिम गरेर निस्केको यस्तो केटाहरू अब निस्किरहेको छ खानाको लागि होला अब रोजा सकेर मान्छेहरू यस्तो अब होइन खानाको टाइम भयो मान्छेहरू सब बाहिरतिर छ यस्तै हो हाम्रो क्याम्प चाहिँ दामी छ चट्ट लगाएर केटा हो होइन अरू भन अब कसलाई के मनपर्छ हामी चाहिँ अब टक्क कामबाट आएर यसो जिम हानेर आएको यस्तै हो लाइफ केटा हो काम गर्नुपर्छ काम गरेन भने सेलरी आउँदैन काम गर्न गएन भने फेरि फाइन हान्छ कम्पनीले यस्तै छ दिनुपर्छ भ्लग पनि मिलाएर टाइममा मान्छेहरूले धेरैले पऱ्यो भन्छ यस्तै छ केटा हो मेरो कपालको बिग फ्यानहरू यहाँ धेरै छ फेरि केटाहरूलाई के कस्तो चाहिन्छ के मनपर्छ भन्दा हुन्छ मेरो टक्क क्याम्प चाहिँ यस्तो छ दामी मिठो छ